खुसीको कुरो एकदमै खुसीको कुरो चाहिँ कसरी हामी खुसी भयौँ भने आजसम्म हाम्रो सनम पाठक जस्तो सर उहाँ जस्तो कोही पनि आउनु भएको छैन होइन जे छ आज जति पनि सघाउँदै चाहिँ हामीलाई सङ्घ संस्थाले सघाउनु भएको छ र आज पनि सिपिआइएम पार्टी सनम पाठकको सरको तर्फबाट चाहिँ हामी चाहिँ किन खुसी छौँ भने उहाँ सँगसँगै हाम्रो भाइ रोहिणीको बासिन्दा मेरो भाइ सचिन भाइ को तर्फबाट चाहिँ धेरै हामीलाई राहत सामग्री आइसक्यो र उहाँकै च्यानल उहाँकै एउटा उयसबाट चाहिँ हामीलाई पहलबाट चाहिँ हामीलाई एकदमै राहत आइसक्नु भएको छ र दिइसक्नु भएको छ र हामी एकदम सिपिआइएम पार्टी सनम पाठक सरलाई चाहिँ धेरै धन्यवाद सम्पूर्ण तौरावासीबाट नै उयो गर्छौँ र यहाँ कतिवटा हामीलाई धेरै चामल र धेरै ब्ल्याङ्केट उहाँहरूले फेरि छोडेर जानुभएको छ अनि यो चाहिँ हामीलाई सम्पूर्ण पुगेर पनि अलिकति उहाँहरूले बाँचेको सामग्री चाहिँ हामीलाई दिनुभएको छ सम्पूर्ण हाम्रो तरुवावासी आँपटावासी हामी छौँ र प्लिज यो सामान चाहिँ हामी फेरि अब उब्रेको सामान चाहिँ भेट्न चाहन्छौँ यो सामान चाहिँ फेरि हामी जो भिक्टिम उहाँहरूको सामान केही लगेको छ छैन हामीलाई थाहा छैन तर उहाँहरू एउटा काला पानीमा जस्तो भएर बस्नु भएको छ यता गयो खोला यता गयो भिर पहरा उहाँहरूले के खाँदैछ कसो खाँदैछ आजसम्म कसैलाई पनि थाहा छैन जुन चाहिँ कुरो थाहा भएर चाहिँ उहाँहरूले आज यत्रो सामग्री उहाँहरूको लागि दिनुभएको छ यसको लागि चाहिँ धेरै धन्यवाद थ्याङ्क यू तारा छेत्री मोहन प्रधान